केलाई यो त्यसलाई रेड किडनी भन्छ खोइ रेड किडनी हो कि के हो थाहा छैन मलाई पनि थाहा छैन त्यसलाई त्यो मकै पिठो कुन चाहिँ कुन त्यो त्यही हो छोरा त्यो खानेकुरा तिमीलाई त्यो किन चाहियो छोरा यहाँ तिमीले पकाउने यतातिर पकाउनेतिर हेर्दा म के पकाउँदैछु त्यसलाई हर्लिक्स भन्छ त्यसलाई खै त्यसभित्र के छ पिठो छ त्यो बेसनको पिठो छ त्यो खाने त्यसमा दाल छ छोरो दाल छ दाल त्यो पनि चिकन हो चिकनको सुप हो लडाउला तिमी कान्छो तिमीले आँडा त्यो हर्लिक्स त्यो बेसन भाइ एउटै क्वेसन कतिपल्ट सोधेको उता तल के छ हेर त ब्रेड छ तिम्रो बस त्यहाँ बस त्यसलाई साबुदाना भन्छ यो हर्लिक्स त्यहाँ केही छैन मलाई थाहा छैन त्यो खाली छ के भन्छ खोइ खान्छौ एउटा खाऊ नि त ल खाऊ बन्द गर सक्छौ बन्द गर्न त्यतिकै त्यतिकै राख्दै छोरा म बन्द गर्छु प्लिज सकेनौ हर्लिक्स भन्छ त्यसलाई के भन्छ त्यसलाई हर्लिक्स भन्छ त्यसलाई त्यो ऊ हो बाबुले खाने स्पागेटी त्यो दाना हो के को थाहा छैन मम्मीलाई थाहा छ त्यो केकको पिठो केक बनाउने नि त हामी त्यसको पिठो हो त्यो चिकन हो चिकनको खान्छ तिमी चिकन त मिठो लाग्दैन तिमीलाई त्यो केही भन्दैन बस प्लिज यहाँ बस त डढी हेर्छ यो डढिसक्यो छिटो अब पकाउनु पर्छ हामी बस त त्यो ल डोर क्लोज गर बाबु प्लिज केही भन्दैन डोर क्लोज गर तिमी बस त नबस्ने त्यसलाई पिठो भन्छ हे प्रभु